हेलो गुड आफ्टरनुन हेलो नमस्ते सबैजना सञ्चारमै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु म चाहिँ आज धेरै लामो समयपछि भ्लगमा आएको छु अनि साथमा चाहिँ भेना पनि हुनुहुन्छ अब भेनाको पनि अब जाने बेला भइसक्यो अनि त्यही भएर यस्तो घुम्न आइदिएको आज फ्रेस हैन अनि यो पछाडि चाहिँ के हो पछाडि हेर्दाखेरि राजा रानी बस्ने ठाउँ जस्तो दरबार हेर न सट्ट यो चाहिँ ठ्याक्क कहाँ अरे यो ललित डाँडाको साइडतिर पर्छ कि होइन ललित डाँडा त होइन के अरे यो के भन्छ यसको नाम है नाम थाहा भएन नाम चाहिँ थाहा भएन यो ललित डाँडा यतापट्टि हो यो सारङकोटको साइडमा छ नि सारङकोटको ठ्याक्क वारिपट्टि हम पारी चाहिँ वहाँ पारि हम जाउँ न वहाँ पर्छ ठ्याक्क हेरौँ न त्यतिर बनाउँथ्यो हो त्यतिले बनाएको थियो त्यो उसहरू बनाइदिएको त्यति बेला त यो बिल्डिङ त सर्लकै थियो मैले पनि देखेको थिएँ प्लास्टर हानेको थियो प्लास्टर हान्न लाएको थियो त्यतिखेर त म नि यतै थिएँ नि तपाईँ यतै हुनुहुन्थ्यो त्यति बेला त्यहाँ हामीले मार्ग्यू यो बाटो हामी गएको थियौँ कि हिँड्दै मार्ग्यू हाम्रो काम छोडेर बस्थ्यौँ हो त्यति बेलाको हो क्या यसो हेर्दाखेरि चाहिँ त्यो ऊ जस्तो कि त्रिपुराको पनि त यस्तै गरेर बनाएको त होइन कति करोड खर्च होला नै हेरमै गाई राजा भन्छ वे अरे बबाल देखिँदो रहेछ जान्छ त्यहाँ म परिदिन्छु ल त्यहाँ राजाले कहाँ जुत्ता लाउँछ चप्पल लाउँछ नि राजाले त राजाले चप्पल लाउँछ नि हेरौँ त गेस्ट छ कि छैन होला यार गाई यसको रेन्ट कति होला कि है रहन्छ क्या बाटो उता त छैन यो होटेलको हेर न यो होटेल चाहिँ यस्तो बबाल छ कि त्यो मामा त्यही हुनुहुन्छ मामा होटेलको नाम के हो खै उतापट्टि छ घुमेर जाने यो बाटो उता निस्किन्छ निस्किन्न उता उता यस्तो जान्छ अब यो तल जान्छ यो बाटो हिँडेर कि गाडी जान्छ हामी हिँडेर गाडी नै लड्छ हामी लेफ्ट साइडै जाने हामी होला क्या त्यहाँ गएर हामी चाहिँ अब उतापट्टि गएर हेर्छौँ म लिएर आउँछु बाइक चाहिँ उहाँ छ क्या टक्क उहाँ पर बस्यो बाइक अब सरर जान्छौँ हामी बेलुकाको अहिले पनि त्यही पनि 6 साढे 6 भइसक्यो होला बाइकको टाउ हातेर बस्यो होला हामी त यता माथि आइएको छ है गाई बाइक बाजेर फेरि यहाँ छ नि यिनलाई लगेर अगाडिपट्टि सर जान्छौँ अनि एकछिन बसेर अनि झरिहाल्छौँ बाइक अरूको हो त्यही पनि लगेर जानुपर्छ कि हात्तिन्छन् यस आज चाहिँ रिक्वेस्ट भयो यो लगाइ हामी चाहिँ म चाहिँ अरू अगाडि गरेर देखाउँछु है फेवाताल पनि देखिँदो रहेछ मजाले यो नामतिर चाहिँ म पढ्दा चाहिँ नाम चाहिँ पढेर आउँछ कि नाम पढ्नै आउन्न फेरि लिगल मोर लुक सुर रिसोर्ट वेल नेस स्पारे हेरौँ न टक्क झिलिमिली सारा कति दामी म कस्तो देखिन्छु यो दरबारको अगाडि टक्लिया छ नि त फेरि मात्रै दरबारको अगाडि उहाँ चाहिँ सरङकोट छ अनि यहाँ चाहिँ भेनासिरी हुनुहुन्छ टक्क तर बबालै छ कि है यहाँ मान्छे रहेछन् गेस्टहरू बस्नु लागिसकेको रहेछन् है होइन ल यस्तै घर बनाउँछु है म गाई यो भ्लगमा हेरेर बसौँ म यो घर बनाउँछु मनमा नै फेरि भविष्यमा त बनाउनु सकिन्न भ्लगमा तपाईँहरू सपोर्ट गऱ्यो भने त फेरि बनाउँछ फेरि यस्तो ह्याडुड भइहाल्छ नि फेरि भ्लगमा यसो सपोर्ट गरिदिनु सब्सक्राइब गरिदिनु भिडियोलाई सेयर गरिदिनु लाइक कमेन्ट्स वाच पनि गरिदियो भने बवाल हुन्छ फेरि यस्तो घर फेरि बनिहाल्छ नि के फेरि लाउँदैन होइन त फेरि टक्क ल गाइज हामी एकछिन फोटोसोटो खिच्छौँ है
फोटोसोटो खिच्छु है म अब चाहिँ भ्यानर मेरो कस्तो आउँछ ल अहिले टक्कै यो ठाउँको नामै थाहा छैन क्या यार बिडेङ्गनाको कुरा चाहिँ यो ठाउँको नामै थाहा छैन लभ डाँडा केटापट्टि लभली डाँडा त त्यही हो लभली डाँडा हो उहाँ छ के अरे हामी चाहिँ यता छौँ टक्क हेरौँ न यो चाहिँ पोखराको के पोखरी भन्छ र यहाँ खोँडे पोखरी के भन्छ यहाँ तल खोँडे पोखरी यो डाँडाले के भन्छ त्यहाँ तल खोँडे पोखरी अब यहाँ अब डाँडे पोखरी होला डाँडाको नाम के हो सोध्नै पर्ने उताबाट जाऊँ कि यताबाट अलि अप्ठ्यारो छ यताबाट यो बाटो त खै म हिँड्न त हिँडिनु कहाँ जान्छ र यो बाटो ल गाइज अब हामी चाहिँ घर लाग्थ्यौँ अब टाइम पनि धेरै भइसक्यो अब चाहिँ लागिदिनुपर्छ है अब घरबाट पनि फोन आइसक्यो हामी चाहिँ अहिले ठक्क कति 7 बज्यो कि 7:30 7:12 7:12 भइसक्यो अब 7:30मा चाहिँ हामी तल टक्क पुगिसक्नुपर्छ है गाइज ल हामी चाहिँ घर गएपछि भेटौँ न